हामीले अमेरिकालाई पनि जित्यौं, हामीले अरूलाई पनि जित्यौं। नेपाली जनता विजयी भयो भने जस्तो गरी हामी खाली प्रधानमन्त्री बन्ने, समीकरण बन्ने, भत्काउने, मन्त्री बन्ने, चुनाव जित्ने तिर मात्रै केन्द्रित भयौं। जबकि हाम्रो विरोधी चाहिँ नेपालबाट कम्युनिस्टहरू जसरी बढेका छन् यसलाई रणनैतिक रूपले नै सिद्ध्याउनु पर्छ भन्नेमा हाम्रो स्पिरिट भनेको यो राष्ट्रलाई बचाउने एउटा नयाँ शक्ति सृजना गर्ने संकल्पसँग जोडिएको छ। यो कुनै तात्कालिक ट्याक्टिससँग मात्रै जोडिएको छैन। हामी एउटै लडाईँ एउटै मोर्चामा लडेकै हो। हामीले मृत्युलाई आत्मसात गरेर अगाडि बढेकै हो भने अन्य पार्टीहरूसँग पनि, खास गरी नेकपा एमालेसँग पनि हामीले सहकार्य र एकताको हिजोको अनुभवबाट फेरि एकचोटि शिक्षा लिएर अगाडि विगतका कमी कमजोरी नदोहोरिने गरी कसरी हामी अगाडि जान सकिन्छ त्यो विषयलाई पनि हामीले स्ट्रेटेजिकल्ली सोच्नुपर्ने आवश्यकता छ। उमा भुजेलकै नेतृत्वमा जेल ब्रेक सफलतापूर्वक सम्पन्न गरेर पार्टीको सम्पर्कमा आएर केन्द्रीय समितिसम्म आउने कमरेडको रूपमा पनि भर्खर हामी जनयुद्धको तयारी गर्दै थियौं र फौजी मोर्चा एउटा पनि सफल गर्न सकिएको थिएन खास गरी। तर उहाँले भर्खरको एउटा युवा कमरेड, महिला कमरेडको हैसियतले उहाँले जुन क्षमताको प्रदर्शन गर्नुभयो तनहुँको कालिकाटारको कारबाहीका सन्दर्भमा दुश्मनलाई छक्याउने र क्रान्तिकारीहरूलाई विजयतिर डोर्याउन मेरो ध्यान, म त्यति बेलाको पार्टीको अध्यक्षको हैसियतले, कमान्डरको हैसियतले त्यति बेला यो उमा भुजेल भन्ने कमरेड सामान्य महिला होइन भन्ने मलाई परेकै थियो। गएको भदौ 23-24 गते, मुख्यतः 24 गतेको विध्वंस प्रतिक्रान्तिको एउटा भयानक विभीषिका हामीले देख्यौं। त्यसका समेत अनुभवबाट मैले के भन्ने गरेको छु भने कहीँ न कहीँ हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौं जसको परिणाम नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पटक पटक कम्युनिस्टहरूलाई विश्वास गरेर जनताले ठुल्ठुलो त्याग र बलिदानमा सहभागिता मात्रै होइन, निर्वाचन प्रक्रियामा पनि अत्यधिक मत दिँदा दिँदै पनि बचाउन हामीले किन सकेनौं, यो एउटा गम्भीर प्रश्न छ। जबसम्म हामी आफूलाई कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भन्नेहरूले यो विषयको गम्भीर आत्मसमीक्षा गरेर त्रुटि कहाँनिर भयो र मुख्य त्रुटि के हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौं। एकता पनि फेरि हासिल गर्न र त्यो एकतालाई दिगो बनाउन पनि सकिँदैन मेरो अनुभवमा, किनकि एउटै नेतृत्व अन्तर्गत जनयुद्धको तयारी, जनयुद्धको थालनी र त्यसलाई एउटा उचाइमा पुर्याएर शान्ति सम्झौतामा रूपान्तरण, अनि त्यो शान्ति सम्झौतासँगै संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै यहाँसम्म आउने अनुभवको प्रत्यक्ष नेतृत्व गर्ने अवसर मलाई नेपाली जनताले र नेपाली इतिहासले दियो। सायद नेपालको इतिहासमा म नै त्यस्तो पात्र बन्न पुगे जो यो सबै युगान्तकारी उतार चढावहरू, आदि हुरीहरूको सामना गर्ने पात्रको रूपमा खडा गर्यो। र यी सबै अनुभवबाट मलाई लाग्छ हामीले पछिल्लो चरण खास गरी शान्ति सम्झौतामा हस्ताक्षर गरेर नयाँ संविधान निर्माण गर्दासम्म हामी मूलतः विजयी हुँदै नै आएका थियौं। हामीले सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय, उनीहरूको पहिचान, अधिकार, समावेशिता, समानुपातिकता जस्ता युगान्तकारी परिवर्तन सम्भव तुल्यायौं। संविधान बनाए बापत ठुल्ठुला नाकाबन्दीहरू भएर हामीले त्यसको पनि सामना गर्यौं। नेपालको भौगोलिक अखण्डताको रक्षाको दृष्टिकोणले निर्वाचित प्रतिनिधि सभाबाट हामीले सर्वसम्मत रूपले यो नेपाली भूमि हो भनेर एउटा नक्सा पनि हामीले जारी गर्यौं। यी सबै हाम्रा विजयका, हाम्रा सफलताका
उदाहरणहरू हुन्। साथसाथै हामीले गणतन्त्रमा प्रवेश गरिसकेपछि चाहे भौतिक पूर्वाधारको क्षेत्रमा ठुल्ठुला राजमार्गहरू निर्माण गर्ने मध्य पहाडी लोकमार्ग या हुलाकी मार्ग या मदन भण्डारी लोकमार्ग या उत्तर दक्षिण कोरिडोर, यी सबै हाम्रै सपनाका प्रतिफल हुन् जो आज करिब ती पूर्णतातिर जाँदैछन्। देशमा ऊर्जा क्षेत्रका भयानक सङ्कटहरू समाधान गर्ने र देशलाई लोड सेडिङ मुक्त पार्ने अभियानको नेतृत्व पनि वामपन्थी र कम्युनिस्टहरूले नै गरेको इतिहास ताजै छ। अनि शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि पहिलेको तुलनामा, राजतन्त्रको तुलनामा गणतन्त्रले गुणात्मक प्रगति गरेको तथ्याङ्क पनि हामी सबैलाई थाहा छ। सरदर आयु 56-57बाट गणतन्त्रको 20 वर्षमा 72 पुग्नु आफैमा एउटा गुणात्मक प्रगतिको द्योतक हो। अनि शिक्षा र अन्य क्षेत्रमा पनि प्रगति नभएका होइनन्, तर त्यति हुँदाहुँदै पनि आज यो अवस्था कसरी आयो? मैले यही विषयमा तपाईहरू सबैको ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो कहीँ न कहीँ त्रुटि नभइकन यो स्थिति आएको छैन र मैले मेरो सम्पूर्ण अनुभव झन्डै 40 वर्षको नेतृत्वमा रहँदाका सबै उतार चढावका अनुभवबाट हामीले शान्ति प्रक्रियामा आएपछि हाम्रो वर्ग, हाम्रो मूलभूत विचार अनि हाम्रो रणनीतिलाई हामीले नजरअन्दाज गर्यौं। हामीले त्यति गम्भीर रूपले ध्यान दिएनौं। हामी बढी कार्यनीतिमा अल्झियौं। सत्ता समीकरण बनाउने र भत्काउने कुरा नै हाम्रो कामको केन्द्रबिन्दु बन्न पुग्यो। जबकि हिजो हामी जनयुद्ध र जनआन्दोलनमा हुँदा हामी सबैको ध्यान रणनीतिमा थियो। जसरी पनि सामन्तवादको निरङ्कुशताको अन्त्य गर्ने, विदेशी हस्तक्षेपको विरोध गर्ने, राष्ट्रियता जनतन्त्र या जनजीविकाको निम्ति सङ्घर्ष गर्ने बडो क्लियर हाम्रो रणनीति थियो र त्यसको प्राप्तिको निम्ति हामीले कार्यनीतिहरू अपनाउने गर्थ्यौं। हामी सफल थियौं। तर पछिल्लो चरणमा हामीले रणनीतिलाई कार्यनीति जस्तो, कार्यनीतिलाई रणनीति जस्तो बनाउँदा हामी एउटा चक्करमा फस्यौं। कहीँ न कहीँ हामी त्यसरी मूल विचार, मूल वर्ग सम्बन्ध, मूल रणनीतिबाट हामी केही न केही विचलित भयौं। हामीले किताबमा लेखे पनि, भाषणमा बोले पनि, दैनिक जीवन व्यवहारमा जनतासँगको हाम्रो सम्बन्ध कमजोर हुँदै गयो। यही नै हाम्रो मुख्य त्रुटि भयो। तर हाम्रो दुश्मन, हाम्रो विरोधी, हाम्रो वर्ग बैरी भने कार्यनीति छोडेर मुख्यतः रणनीतिमा केन्द्रित भयो। उनीहरूले कसरी कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने नेपालबाट भन्ने कुरामा नै उनीहरूको ध्यान केन्द्रित भयो। म सधैँ सम्झने गर्छु, हामी जति बेला 12 बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै थियौं, त्यति बेला विश्वको एकमात्र अति महाशक्तिको रूपमा आफूलाई दाबी गर्ने अमेरिकी सरकारका प्रतिनिधिहरूले हर हालतमा शान्ति सम्झौता हुन नदिन, संविधान सभाको निर्वाचन हुन नदिन, देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन नदिनको निम्ति निकै ठुलो दबाव सृजना गर्ने कोसिस गरेका थिए।